आज हामी जानेछौँ किरात पार्क, त्यो पनि 1000 बोकेर। के पुग्ला त यो पैसाले? हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई आजको मेरो मिनी ब्लगमा। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। तपाईहरुले अन्तिमसम्म हेरेर साथ दिनु होला। र आज हामी कहाँ जाँदैछौं भनेर तपाईहरुले त थाहा पाइसक्नु भयो होला। म लागे चट्ट परेर बाटो। घरबाट हिँडेको 2 मिनेट भएको छैन, साथी पनि टक्क बाटोमा आइरहेको रहेछ। र साथीलाई भेटेपछि के छ ब्रो भन्दै हातसाथ मिलायौं र दुई जना बाटो हिँड्न थाल्यौं। ल्या फिक्कल पुगेको त थाहै पो भएन। साथी भने चाहिँ कपाल काट्छु भनेर कपाल काट्नु लागिसकेको थियो र म चाहिँ फिक्कल चोकमा एकजना साथीलाई पर्खिँदै बसिरहेको थिएँ। यता उता मान्छे हेर्दै आहा कति धेरै मान्छे आज त फिक्कलमा पनि भन्दै हेरिरहेको थिएँ। र फिक्कल चोकमा बसेको 2-3 मिनेट पछाडि अर्को साथी पनि आइपुगिसकेको थियो। ल साथी त एउटा रातो झोला बोकेर पनि बाङ्गी पो राखेको रहेछ। कपाल काट्ने ठाउँमा गएको त साथीले पनि कपाल काट्दै रहेछ। साथीहरु पर हेर्नु त कस्तो राम्रो ऐना रहेछ। फेरि आइफोन चाहिँ देखाएको होइन ल। हामी खान थाल्यौं इलामको तातो चिया। साथीलाई चाहिँ नदिरहेको, मलाई चाहिँ दिएन भन्दै बसिरहेको थियो र मैले उसलाई पनि खुवाइदिए। खाऊ। आहा यता साथी भने चाहिँ मर्ने गरी हाँसिरहेछ। फेरि हामी भने चाहिँ अटोमा चिसो कन्यामको हावा खाँदै लागिसक्यौं। आम्मामा आज त के साह्रो मान्छे रहेछ कन्याममा पनि। तपाईहरु कतिजना कन्याममा आउनु भएको छ कमेन्ट गर्नु होला। हामी चाहिँ हाँस पोखरीमा झरेर अलिअलि खानेकुरा किनेर टुई हिँड्नु थालिसक्यौं र एकजना बहिनी पनि आइसकेको थियो। यहाँबाट हुनेछ हाम्रो पैदल यात्रा सुरु। अब यो छोटो जिन्दगीमा यात्रा चाहिँ हामी सबैको आफ्नो आफ्नो भर्खर सुरु भा कतिचोटि लड्नै बाँकी छ। हिँडेको 1 घण्टा भएको छैन, साथीहरु त भोक लाग्यो पो भन्नु थाल्यो त। हामी चाहिँ अलिक तल हिँडेर ठुलो ढुङ्गामा बसेर चाउचाउ खान थाल्यौं। के तपाईहरु पनि साथीहरुसँग यसरी नै घुमेर डुलेर हिँड्नु भएको छ भने कमेन्ट गर्नु होला। र हामी चाहिँ खाजा खाइसकेर अघिकै जस्तो टुई हिँड्नु थाल्यौं। फेरि पनि एकैछिन यो भिडियो हेर्नु ल। यहाँनिर यसरी हामीले खाएको कुराहरु चाहिँ पोलिथिनमा हालेर अब कहाँनिर डस्टबिन भेट्छौं त्यहाँनिर लगेर हाल्दिनेछौं हैन हो। र तपाईहरु पनि कतैतिर घुम्न जानुहुन्छ भने हैन, जता पाए त्यो हुन्छ नि खाएर फोहोरहरु हुन्छ, त्यसलाई चाहिँ मजाले व्यवस्थित तरिकाले यसरी प्लास्टिकतिर हालेर हैन डस्टबिनतिर हालिदिनु हो भने त एउटा राम्रो पनि भयो तपाईहरुलाई। हामीले नदेखे पनि भगवानले देख्छ माथिबाट हैन। 1.5 घण्टा हिँडिसक्दा बल्ल किरात पार्कको भ्यू देख्नु पायौं। किरात पार्क त पारी डाँडामा पो रहेछ। अम्बो अब कसरी पुग्नु होला? साथीहरुले त त्यो देखेर फर्क्यौं पो भन्दै थियो हौ। अम्बो कति टाढो रहेछ हौ भन्दै हामी चाहिँ फेरि ओह्रालो तर्फ हिँड्न थाल्यौं। जोडी रहेछ बाटो पनि। कुरो लागेर फेरि डुट्टो। किरात पार्क त पारी रहेछ भन्दै हामी ओह्रालो हिँड्न थाल्यौं। फेरि पनि आधी घण्टा ओह्रालो झरिसकेपछि बल्ल खोलामा आइपुग्यौं हामी। अब फेरि पनि हामी टुई उकालो हिँड्न थालिसक्यौं। साथीहरु धेरै उकालो बाटो भएकोले गर्दा होला हेर्नु न हाम्रो अवस्था यस्तो भएको थियो। ओ साथी के भयो? किरात पार्क घुम्न आएको भोकले मर्नु आँटिसके यार। के खानेकुरा छैन नि यार, केही छैन यार, दोकान पनि छैन। यस्तो जंगलमा चाहिँ कहाँबाट? गाइज फिक्कलदेखि हिँडेको हैन कति 2 घण्टा भइसक्यो। अब यता माथि हेर्नुस् त गाइज, यो डाँडो जल्लै काटेर जानुपर्छ। भोकले पनि मर्नै लागिसक्यो हैन गाइज। तपाईहरु कहिले हिँडेर चाहिँ नआउनु ल। बाटो त धेरै पो उकालो रहेछ। साथीहरुले त सर्टकट जाउँ भन्नु थाल्यो। सर्टकट हिँड्दा फेरि हाम्रो अवस्था यस्तो भएको थियो। किरात पार्क हिँडेको धेरै भएको छैन। किरात पार्क हिँडेको धेरै भएको छैन। 11 बजी हिँडेको, अब कति 3 अघि बज्यो। जङ्गल चाहिँ खालको छ। किरात पार्क हो नि त, किरात पार्क। साथीहरु यो क्लिपमा त
20,000 भन्दा उकालो पो भ्युज आइसकेछ। अब भने चाहिँ हामी किरात पार्क पुग्नै आँट्यौं। यतिखेर उकालो चढ्दाखेरि हामीसँग 3 बजिसकेको थियो। ल साथीहरू, यत्रो मेहनत पछाडि बल्ल बल्ल किरात पार्क पनि पुगियो। किरात पार्क पुगिसकेपछि मलाई यस्तो भिडियो बनाउनु मन लाग्यो कि के सोचेको हिँड्न सक्दैन भनेर सोचेको थिइस् हैन यार किरात पार्क। ल यो भिडियो पनि पो भाइरल भइसकेछ टिकटकमा त। ल झन् यसमा त 24,000 भ्युज आएछ। तर जतिसुकै भ्युज आए पनि पैसा दिने होइन क्या रे। ल साथीहरू, यस्तै रमाइलो भिडियो हेर्नुको लागि हाम्रो टिकटक आइडी र फेसबुक पेज र युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला। यो भिडियो सेयर गरेर हौसला बढाइदिनुहुन्छ भन्ने आशा राखेको छु मैले।